म मेरा श्रीमानसँग वाक्क भएकी थिएँ किनकि उहाँले मलाई सन्तुष्ट पार्न सक्नुभएको थिएन। त्यसैले मैले अर्को केटाको सहारा लिए किनकि उसको डण्डा निकै ठूलो थियो। कसरी के भयो म तपाईलाई यो भिडियोमा विस्तारमा बताउनेछु। मेरो नाम रेशमा हो। म 35 वर्षीया जवान र सुन्दरी महिला हुँ। मेरो जीवन एकदमै राम्रो चलिरहेको थियो जबसम्म मेरो बिहे भएको थिएन। किनकि विवाहपछि थाहा भयो कि मेरो श्रीमान ठूलो जड्याहा नसेडी हुनुहुन्थ्यो। उहाँ धेरै रक्सी पिउनुहुन्थ्यो। मेरा आमाबुवाले धेरै धनी घरमा मेरो बिहे गरिदिनु भएको थियो, तर मेरो श्रीमानले रक्सीमै बुवाबाट विरासतमा पाएको सम्पूर्ण सम्पत्ति बर्बाद गरिदिनुभयो। रक्सीकै कारण दिनुहुँ उहाँसँग मेरो झगडा हुन्थ्यो र उहाँले रक्सी छोड्ने नामै लिनुहुन्नथ्यो। मैले धेरै सोच विचार गरेर निर्णय लिए कि अब मलाई कुनै पनि हालतमा उहाँबाट टाढा बस्नु छ। मेरा कुनै सन्तान भएनन् किनकि जबदेखि मलाई उहाँले रक्सी पिउनुहुन्छ भन्ने थाहा भयो म कहिल्यै उहाँको नजिक गइन। अब मलाई एक्लै बस्नुमा नै समझदारी देखिँदै थियो। एक रात जब मेरो श्रीमान घर बाहिर हुनुहुन्थ्यो, मैले झोलामा आफ्ना लुगाफाटा प्याक गरेँ र कसैलाई नभनी घरबाट भागे। मैले आफ्नो फोन पनि घरमै छोडिदिए। म त्यहाँबाट सिधै स्टेशन गएँ। मलाई डर लागिरहेको थियो कि कसैले मलाई यसरी भाग्दै गरेको नदेखोस्। म हतार गएर ट्रेनको एउटा खाली सिटमा बसेँ। अब म बसे त बसेँ, तर मलाई नै थाहा थिएला कि मलाई जानु कहाँ छ। म भित्रभित्रै धेरै अलमलमा थिएँ। मलाई एकदमै ठूलो निद्रा लागिरहेको थियो, यति धेरै कि म कहिल्यै बसे निदाए पत्तै भएन। जब मेरो आँखा खुल्यो, मेरो छेउमा एक जवान, सुन्दर र आकर्षक व्यक्तित्व भएको युवक बसिरहेको थियो। उसको उमेर करिब 28 वर्ष जति देखिन्थ्यो। उसले मलाई सोध्यो, "म्याडम, तपाईँ कहाँ जाँदै हुनुहुन्छ?" मैले उसकोतिर हेरेँ। केही बेरसम्म केही नबोली, फेरि मेरो मुखबाट निस्कियो थाहा छैन। उसले टाउको हल्लायो, त्यसपछि चुपचाप अगाडि हेर्न थाल्यो। ऊ आफ्नो सिटबाट अलिकति सरेर आरामले बस्यो। मैले झ्यालतिर मुख फर्काएँ। म चाहन्नथे कि कसैले मेरो आँखामा हेरोस् वा मेरो हाल बुझ्ने कोसिस गरोस्। म बस अगाडि बढ्न चाहन्थे, पछाडि नहेरी। केही बेरपछि उसले झोलाबाट बिस्कुटको एउटा प्याकेट निकाल्यो र मेरोतिर बढायो। मैले केही नबोली लिए। खाना त परको कुरा, मैले बिहानदेखि पानीसम्म पिएकी थिइनँ। हाम्रो ट्रेन एउटा ठूलो जक्सनमा पुग्यो। उसले भन्यो, "म यहीँ ओर्लिँदैछु।" ऊ उठ्यो, फेरि मेरोतिर फर्कियो अनि उसले मलाई भन्यो, "त्यसो त प्लेटफर्म 3 मा लखनऊ जाने ट्रेन रोकिराखेको छ, चल्न अझै 10 मिनेट बाँकी छ।" यति भनेर ऊ गयो। म चुपचाप बसिरहेँ। त्यसपछि मैले कुन्नी के सोचेर हतार आफ्नो झोला उठाएँ। म प्लेटफर्म 3 तिर दौडिएँ। लखनऊ जाने ट्रेन अझै त्यहीँ थियो। म चढेँ। मैले त्यो केटालाई खोज्ने कोसिस गरेँ, तर ऊ देखिएन। म किन उसलाई खोजिरहेकी थिएँ त्यो मलाई पनि थाहा थिएन। त्यसपछि मैले एक्लै यात्रा तय गरेँ। लखनऊ पुग्दै रात परिसकेको थियो। जब ट्रेन लखनऊ स्टेशनमा रोकियो, ट्रेनबाट ओर्लिएर स्टेशनको भिडबाट टाढा म एउटा कुनामा सिटमा गएर बसेँ। तब पछाडिबाट आवाज आयो, "हिँड्नुस्।" मैले फर्केर हेरेँ त यो त्यही केटा थियो जसलाई म खोजिरहेकी थिएँ। उसले भन्यो, "म यहीँ अलि पर बस्छु, म ट्रेनको अन्तिम डिब्बामा थिएँ। तपाईलाई यस ट्रेनमा चढ्दै गरेको देखेको थिएँ मैले। अब हिँड्नुहोस्, तपाईको कतै बस्ने बन्दोबस्त गरिदिन्छु।" सायद उसले मेरो आँखामा हेरेर मेरो हाल बुझिसकेको थियो। मैले केही भनिन र उसलाई केही सोधिन पनि, बस उसको पछि लागे। हामी अटोमा बस्यौं। शहरका गल्लीहरू पार गर्दै उसले भन्यो, "म विगत 5 वर्षदेखि यहाँ फ्ल्याट लिएर बस्दै आएको छु। अहिलेसम्म त एक्लै बस्छु किनकि आमाबुवा गामको घरमा हुनुहुन्छ र मेरो अहिलेसम्म बिहे भएको छैन।" म बस उसलाई सुनिरहेकी थिएँ। उसले मलाई आफ्नो फ्ल्याटमा लग्यो, मलाई बाथरुम देखायो र त्यसपछि हामी फ्रेश भएर सोफामा बस्यौं। अब म उसका लागि अपरिचित बनेर रहन चाहन्नथे। मैले उससँग कुरा गर्न सुरु गरेँ। मैले उसलाई सोधे, "के गर्नुहुन्छ?" उसले बतायो, "सफ्टवेयर इन्जिनियर हुँ।" मैले उसको कुरा सुन्दै टाउको हल्लाएँ अनि पहिलो पटक पूरा सुकुनका साथ मुस्कुराएँ। त्यसपछि मैले आफ्नो सारा कहानी उसलाई सुनाएँ र उसले पनि आफ्ना सङ्घर्ष, परिवार, साथीभाइ र प्रेमिकाहरूका बारेमा धेरै कुरा बतायो। धेरै समयपछि कुनै मान्छेसँग यसरी कुरा गरेकी थिएँ, बिना डर, बिना शङ्का, बिना कुनै स्वार्थ।
त्यसपछि दिनहरू यसै बित्दै गए। कहिले ऊ मलाई लखनऊका गल्लीहरूमा लैजान्थ्यो, कहिले पार्कमा किताबहरू लिएर बस्थ्यो, कहिले कुनै सानो मिठाई पसलमा केही गुलियो खान्थ्यो। दिउँसो ऊ आफ्नो ड्युटीमा जान्थ्यो र साँझ आउँथ्यो। बिस्तारै मलाई उसको साथ राम्रो लाग्न थाल्यो। यो महसुस कहिले भयो मलाई पनि थाहा भएन। तर एउटा कुरा स्पष्ट थियो, अब म एक्लै बस्न चाहन्नथेँ, मलाई उससँगै नयाँ जिन्दगी सुरु गर्नु थियो। एक दिन ऊ अफिस गएको थियो र म उसको कोठा सफा गरिरहेकी थिएँ। दराजमा किताबहरू मिलाउँदै गर्दा मेरो नजर एउटा पुरानो डायरीमा पर्यो। मैले त्यसलाई खोल्ने हिम्मत गरिन। तर त्यही बेला मनमा एउटा विचार आयो, यदि यो मान्छे मेरो साथमा छ र मलाई मेरो नयाँ जिन्दगी चाहिएको छ भने के म यसलाई गुमाउने खतरा मोल्न सक्छु? के यसले पनि मलाई त्यसरी नै चाहन्छ जसरी म यसलाई चाहन थालेकी छु? मैले डायरी फिर्ता राखिदिएँ। त्यस साँझ मैले केही फरक गरेँ। ऊ अफिसबाट फर्किसक्दा मैले खाना बनाइसकेकी थिएँ। टेबलमा 2वटा प्लेटहरू सजाइएका थिए र बीचमा राखिएको थियो एउटा सानो उपहार बक्स। ऊ अलिकति छक्क पर्दै बोल्यो, यो के हो? मैले भने, बस पहिला खाना खाऊँ अनि खोल्नु। हामी दुवै खाना खाइरहेका थियौं, तर यसपालि मेरो नजर बारम्बार ऊतिर गइरहेको थियो। म आफ्नो भित्रको धड्कनलाई थाम्ने कोसिस गरिरहेकी थिएँ। खाना सकिएपछि मैले इसारा गरेँ, अब खोल। उसले बक्स खोल्यो। भित्र एउटा सानो कागज थियो। त्यसमा मात्र एउटा वाक्य लेखिएको थियो, यदि म फेरि कसैसँग जिन्दगी सुरु गर्न चाहन्छु भने के तिमी त्यो व्यक्ति बन्नेछौ? ऊ केही बेर चुप रह्यो। त्यसपछि उसले कागजलाई पट्यायो, मेरोतिर हेर्यो र भन्यो, म त त्यस दिनदेखि नै तयार छु जति बेला तिमी पहिलो पटक ट्रेनमा मेरो छेउको सिटमा बसेकी थियौ र भनेकी थियौ थाहा छैन। उसले आफ्ना हातहरू फैलायो र म एक पल पनि नगुमाई उसको अङ्गालोमा बाँधिए। त्यसबेला न केही पाउने इच्छा थियो न केही गुमाउने डर, बस उसको अङ्गालोमा एउटा सुकुनको आभास थियो। अर्को हप्ता नै उसले आफ्ना आमाबुवालाई बोलायो। उहाँहरूले मलाई हेर्नुभयो, बुझ्नुभयो र स्वीकार्नुभयो। मेरा आमाबुवासँग कुरा गरियो। केही समयपछि सादगीपूर्ण तरिकाले तर धेरै सत्यताका साथ कोर्ट म्यारेज कानुनी विवाह भयो। अब म रेशमा हुँ, तर अब एक्लै छैन। मेरो साथमा मेरो श्रीमान हुनुहुन्छ। पतिको रूपमा त्यो मान्छे छ जसले मलाई त्यसबेला अपनायो जब म आफैले आफूलाई छोडिसकेकी थिएँ। यो कथा यहाँ सकिँदैन, यो त त्यहाँबाट सुरु हुन्छ जहाँ मलाई लागेको थियो कि सबै कुरा सकिसक्यो। यदि तपाईँ जान्न चाहनुहुन्छ कि पहिलो रात हामीले कसरी के गर्यौं त कमेन्टमा पार्ट 2 लेखिदिनुहोस्, जसपछि म अगाडि जे भयो त्यो सम्पूर्ण विस्तारमा अर्को भिडियोमा बताउनेछु। त्यसैले आउने भिडियो हेर्नको लागि यस भिडियोलाई लाइक गरेर यस रमाइलो कथा च्यानललाई सब्स्क्राइब गरिहाल्नुहोस्।